बालिन शाह चुनावमा नआउने रे, बालिन शाहले चुनाव नगर्ने रे भनेर चाहिँ कति भनिरहेको, कति भनिरहेको। दुर्गा प्रसादलाई त्यत्रो भनेको सुनेन, कान फाट्ने गरी भनिएको थियो दुर्गा प्रसादले। बालिन शाहलाई आफ्नै महोत्तर जिल्लामा गयो भने पनि त्यहाँनिर कसैले भोट दिनेवाला छैन, काठमाडौँमा कसले दिन्छ भनिरहेको थियो। भन्या सुने होइन, त्यो फेसबुकको स्ट्याटस लेखेर त्यसै त्यहाँ लाइक आएको भरमा हुन्छ। भोट गर्ने बेला त मान्छेले दिनुपर्छ, त्यहाँ फेसबुकले दिँदैन त भनेर भन्या सुनेको थिएन। नसुनिकन त्यसै बालिन शाह नआउने, बादशाह नआउने, त्यसै न्युज हालिबस्छ भने अब आइहाल्यो। अब आइहाल्यो भने पनि आखिर हाम्रो धरानको मेयर हर्क सम्पलले धुलो चटाइहाल्ने हो, आएर पनि हार्न हो। बालिन शाहलाई निश्चित थाहा छ कि म हार्छु भनेर, थाहा छ छैन। जे भए पनि जे भए पनि जे भए पनि बालिन शाह लुसिफर पो हो, सबै थाहा हुन्छ के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर। उहाँ बालिन शाह योभन्दा अगाडि मेयरमा आउँदा पनि सबै कुरा थाहा भएरै आएको थियो। मैले यसपालि जित्छु, काठमाडौँ महानगरपालिकामा जित्छु नि भनेर अगाडि नै बोलेर आएको थियो। उसलाई अगाडि थाहा हुन्छ कि म हार्छु जित्छु भन्ने कुरो त। आउँदैन रे भन्दै भेक्कामा ल आमो सरी। अब त अब यसपालिको भोट चाहिँ यसपालिको भोट त हर्क साम्बाले जित्ने हो नि। हर्क साम्बा हेर्नु साथी, 5 वर्ष अगाडिदेखि धरानमा हेर्नुहोस् त, धरानमा यस्तो थियो भनेदेखि अहिले त फिदिममा पनि 5 तरमा पनि हेर्नु त। आज यसपालि 5 तरमा कति धेरै मान्छे छ, कति धेरै मान्छेको अगाडि आज सङ्घर्ष भनेको यस्तो हो क्या, सत्यको जित भइहाल्छ कि भनेको यही हो। यार होइन, धरानको मेयर हर्क साम्पाले यसपालि चाहिँ जित्छ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरू के लाग्छ? बालनको त कुरा छोडिदिनु कि, बालनको बारेमा त दुर्गा प्रसादलाई सोधे हुन्छ जित्छ जित्दैन भनेर। हर्क साम्पालाई अहिलेसम्म नराम्रो भन्ने कोही पनि छैन र कसैले भन्दैन पनि। यसपालि हर्क साम्पाले चाहिँ जे होस् केही गर्छ के।